Hey guys, welcome back again my YouTube channel. आज चाहिँ रहेको छ महाअष्टमी। आजको दिनमा चाहिँ खसी बोकाको पूजा गरेर चाहिँ बलि दिएर चाहिँ काटमार गर्ने चलन छ। अब वर्ष दिनमा आउने दशैंको दिनमा चाहिँ अब यति त गर्नु पर्यो होला। अब म पनि खसी बोका काट्न लाग्दै छु। के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हेलो गाइजहरु, यो चाहिँ आज महाअष्टमीको दिनमा चाहिँ बोका काट्नु भन्दा पहिला हतियारको पूजा गरेर यसरी चाहिँ हाम्रो परम्परा अनुसार कुबिन्डोलाई चाहिँ काट्ने काम गरिन्छ। पहिला कुबिन्डोको पूजा, त्यसपछि बोकाको बलि दिने प्रचलन छ। हामी चाहिँ यहाँ छौं, यहाँ पूजा गर्ने, अब यसलाई काट्ने। एकैचोटीमा चाहिँ छिन्न सकेन है, खुट्टा बोकाको खुट्टा पनि भाँचिसकेको छ। त्यसको लागि सरी, दुईचोटी पनि भएन, अब तीनचोटीमा चाहिँ पक्कै पनि। ल है साथीहरु, हाम्रो चाहिँ आजको दशैं यस्तो है, खतरा निकाले त हौ। कति किलो जति होला साथीहरु? यो अन्त औरा बोकाको। हामी चाहिँ यहाँ काट्ने तयारीमा 4-5 जना केटाहरू जुटिरहेका छौँ। खोइ ल्याउने तयारी हुँदैछ। ल साथीहरू, हाम्रो चाहिँ भुत्ल्याउने कार्यक्रम भइरहेछ। हामी यहाँ छौँ, यतिजनाले चाहिँ ठ्याक्क आज हाम्रो चाहिँ यसरी भुत्ल्याइन्छ। तपाईहरुको कसरी भुत्ल्याइन्छ? यसरी भुत्ला निकाल्दैछौँ हातले। कस्तो लागिरहेको त नि यति ठुलो बोका काट्दा चाहिँ नि केटाहरूलाई। बोका लाग्दा कस्तो लाग्यो? अब दशैं लागिरहेको प्रतिक्रिया के छ यता? एकदम इन्जिनियर साहब होला जस्तो छ। दशैं चाहिँ बास्ना पनि त्यस्तै दमै आइरहेको। हरर बास्ना खाए। मासु राखेपछि चाहिँ घरै बास्ना आउँछ। गुड। यो चाहिँ नजानी भयो, ब्लेडै लाउनु पर्ला जस्तो। है अघि हामीले भुत्ला भएकोबाट सुरु गरेर अहिले क्लिन सेपमा पुर्याइसकेका छौँ। बिलेट कहाँ राखेछ? हाम्रो क्लिन सेप गर्ने मान्छेहरू यहाँ यतापट्टि छुट्टिएर चाहिँ छोडेकै हो। तिमीहरूले कहाँ छुट्छ? ल है, हामीले अब कलर दल्दैछौँ। यस्तो मिठो कलर। बेसारमा चुना मिसाएपछि चाहिँ यस्तो खतरा कलर आउँछ। हेर्नु साथीहरू, रङ हाल्नै पर्दैन। ल यहाँ चाहिँ यस्तो दामी भइसकेको छ। कलरै लाउन पर्दैन के, फुड कलर। यो हेल्दी पनि हेल्दी, एकदम लोकल तरिकाबाट चाहिँ यसरी अर्ग्यानिक रूपमा चाहिँ कलरिङ गर्ने केही टिप्सहरू चाहिए भने कमेन्ट गर्नु होला। हामीसँग भरपुर मात्रामा छ। यो चाहिँ कुन कुन तरिकाबाट गर्ने भनेर गर्ने मान्छे चाहिए भने नि यहाँ पुरै सिभिल इन्जिनियरबाट। हामी त फेरि सामान्य कामबाट त गर्दै गर्दैनौँ नि। नुहाइदियो केटा, नुहाइदियो। बोकालाई अब जिन्दो हुँदा नुहाइदिएन के अरे। अब अहिले चाहिँ यसरी सामान ठाउँ खतरा छ है। काटिङ गरिसक्यो हामीले खानालाई। रातो मृगको जस्तो मासु अर्ग्यानिक गाउँमा चरेर बसेको बोकाको चाहिँ
खतरा हुन्छ। राजखानीको कुरा मनपर्छ यसो सम्पर्क गरौँ होला हामीसित भरपुर मात्रामा एउटा यस्तो गरेर जुन लिन म अब काटिसके के छ किन निराश हो त नि बडा दसैँ 2082 पनि यस्तो खस बोका काट्दाखेरि नि किन हो त नि ओठमा मुस्कान छैन किन हो प्यारो हो अनि यता नि किन त निराश भएर निराश मात्रै छैन दसैँमा एकदम बडा दसैँ त्यही त थकितमा आन्द्रा बुढी धोएर थकित अवस्थामा बस्नुभयो बनाइसकेपछि त बुढी पनि धुनु परिहाल्यो नि के सधैँ राम्रो काम मात्रै हुन्छ त। अब हामी यहाँ चाहिँ धोएर अब एकदम सबै थकित निद्रामा अब एकदम भुटुवा राजखानी खाइसकेपछि एकदम इनर्जी ताकत बढाएर 2-3 घर अझै आफ्नो पनि काट्नै छ अरूको पनि काट्नै छ। अब आज दिनभरि यतिकै छ हाम्रो। अब यही त हो नि बडा दसैँ भनेकै यही यिनीहरूलाई पनि रमाइलै छ अलिअलि खाँदैछन् हामीलाई पनि ठिकै छ यतै निराश मुद्रामा छन्। त फेरि एक भाग यसरी भाग लागिसक्यो यता भाग लाग्दैछ यतापट्टि कटिङ हुँदैछ हाम्रो राजखानी आइसकेको छ। ल हाम्रो चाहिँ अब यो खानपान गर्ने बेला भयो ठ्याक्क। ल ल एकदमै खसी पसीको चाहिँ भुट्टान एकदम ल झ्याम यसरी